केपी शर्मा ओलीको साथमा सेना प्रधान अब रवि बालिनमाथि खतरा। हो दर्शकबिन, यति बेला सेना प्रधान अशोकराज सिद्देल केपी ओलीको साथमा छन्। केपी ओलीको साथमा सेना प्रधान किन छन्, केका लागि छन्, आखिर किन साथ दिइरहेका छन् भन्ने विषय पनि चर्चा रहनेछ। यो सँगै अब रवि र बालिन सरकार किन खतरामा छन्, किन खतराको संकेत छ भन्ने विषय पनि चर्चा रहनेछ। आउनु जसबिन सुरु गरौँ। हो दर्शकबिन, यति बेला केपी शर्मा ओलीको साथमा अशोकराज सिद्देल सेना प्रधान छन्। भदौ 23 र 24 गतिको जेनजी आन्दोलनमा देखिएको एउटा नाटक भन्दा पनि ठुलो भयंकर संकेत हो। त्यो संकेत केपी ओलीको साथमा सेना प्रधान थिए र अझै पनि छन् र यसको इफेक्ट, यसको समस्या सिधै अबको आउने सरकारले केपी ओलीलाई पक्राउ गर्छ कि गर्दैन, गर्न सक्छ कि गर्न सक्दैन भन्ने ल्याकत अबको सरकारले ल्याउँछ। अबको सरकारमा यसको समस्या, यसको प्रभाव स्पष्ट तरिकाले देखिन्छ। दर्शक, भदौ 23 र 24 गतिको जेनजी आन्दोलन भयो। 23 गते सत्ताका प्रधानमन्त्री सम्हालिरहेका केपी शर्मा ओलीले राति पनि दिएनन्। राति सेना प्रधानसँग अशोकराज सिद्देल लगायतका बालवाटारमा धेरैको सल्लाह भयो, सुझाव भयो, धेरैको बैठक भयो, टिका टिप्पणी गरे, गोप्य तरिकाले सबै तरिकाले मिटिङहरू गरिसकेपछि भदौ 24 गते जुन बिहान पख 11 बजे 10-11 बजेतर्फ केपी शर्मा ओलीले जुन आफ्नो राजीनामा दिए, त्यो राजीनामा दिनुभन्दा अगाडि पनि सेनाहरूलाई बोलाइरहेका थिए भन्ने कुराहरू बाहिरिए। सेनाहरूलाई को हेलिकप्टर पनि पछि आएको थियो। जबखेरि ओलीको राजीनामा दिए त्यसपछि सेनाले पनि आफ्नो हेलिकप्टर लिएर, सेनाको हेलिकप्टर लिएर ओली निवासबाट नै ओलीलाई त्यहाँबाट नै चढाएर सिधै काठमाडौँको शिवपुरी जङ्गलमा लगेर राखिएको थियो भन्ने कुरा पनि आएको थियो। पहिले भन्दा कि सेना प्रमुख कार्यालयमा राखिएको थियो। सेना प्रमुख कार्यालयमा ओलीलाई सुरक्षित तरिकाले 3-4 दिन त्यहाँ राखियो भन्ने कुरा पनि बाहिरिएको थियो। तर यति बेला के भइरहेको छ भने दर्शकबिन, सेना प्रधानले अशोकराज सिद्देलले ओलीलाई राम्रैसँग सुरक्षा दिएको थियो, तर देउबालाई भने त्यति सुरक्षा पाउन सकेनन्। उनले देउबा कुटिए, देउबाको दुवै श्रीमती कुटिए, तहस नहस भयो र ओलीको पनि तहस नहस भएको थियो। तर भौतिक रूपमा व्यक्तिगत क्षति चाहिँ भएन, व्यक्तिगत आफ्नो शरीरमा हानि नोक्सानी चाहिँ भएन। ओलीलाई कसैले पनि कुट्न सकेन, छोड्न पनि सकेन। किन? आखिर केका लागि? सेनाले बन्दी गरेको थियो, सेनाहरूको साथ थियो, सेनाहरूले हेलिकप्टर लिएर नै ओलीलाई भगाउनमा, लैजानमा सहयोग गरेको थियो। अब यसको सहयोग, सेनाले अशोकराज सिद्देलले गरेको सहयोग ओलीलाई सिधै अहिले भने सरकारमा इफेक्ट परिरहेको छ, समस्या परिरहेको छ। काहीँ कतै ओलीका कर्मचारी तन्त्रहरू अझै त बाँकी छैनन्। ओलीका कर्मचारी तन्त्रहरू अझै त न्यायाधीशहरू बाँकी छैनन्। ओलीका आसेपासेहरू काहीँ त अझै पनि बाँकी छैनन् भन्ने कुराहरू एउटा सरकारमा गइसकेपछि राम्रैसँग हेर्नु पर्नेछ। नत्र नहेरेको खण्डमा, यस्ता नबुझेको खण्डमा बालिन प्रधानमन्त्री भए पनि ओलीलाई पक्राउ गर्न सक्दैन। पक्राउ गरे पनि उम्किहाल्छन्, उनी छुटिहाल्छन्। उनी छुट्नमा केही पनि टाइम लाग्दैन, उनी छिटोभन्दा छिटो बाहिर आउँछ। देशमा अब बालिनले यदि केपी ओलीलाई पक्राउ गर्छ भने सेना, प्रहरी लगायत न्यायालयसम्म एउटा राम्रोसँग सोधपुछ अनुसन्धान गर्नै पर्छ। केपी शर्मा ओलीलाई पक्राउ गरिसकेपछि कुनै पनि भयावह अवस्था नआओस्। केपी शर्मालाई पक्राउ गरिसकेपछि एमालेका र ओलीका भरौटेहरू, झोलियाहरूले के भनिरहेका छन् भने ओलीलाई यदि पक्राउ गरेर देखाऊ, हामी नेपालमा युद्ध गर्छौं, हामी आन्दोलन गर्छौं, दोस्रो युद्ध हुन्छ, हामी जनआन्दोलनभन्दा विश्वयुद्धभन्दा बढी युद्ध गर्छौं भनेर भनिरहेका छन्। केपी ओलीले पनि भनिरहेका छन्, हामीले हार्यौं भने अब केही दिनपछि हामी बम हान्छौं, बारुद हान्छौं, ठोक्छौं, युद्ध हुन्छ हाम्रो देशमा पनि भनेर ओलीले भनिरहेका छन्। के साँच्चै ओली अब हारिसकेका छन्? हारेर पनि के बन्दुक बारुद त पड्काउने होइनन्? झापामा
जनताहरूसँग बोल्दै गर्दा यदि मैले झापा क्षेत्र नम्बर 5 बाट हारे भने म नेपालमा बम बारुद गोली ठोक्छु भन्ने उनै ओली हुन्। अहिले ओली कहाँ गएका छन्? आफ्नो बुवाको क्रियामा छन् अहिले त, र पछि गएर काहीँ कतै यो भयावह अवस्थामा नयाँ सरकार बनिसकेपछि काहीँ कतै त्यो गोली बारुद त ठोक्ने होइनन् भन्ने कुरा पनि अहिले नयाँ तरिकाले अहिले निकै भयङ्कर तरिकाले खुलिरहेको छ। यो एउटा साधारण कुरा होइन, म भन्दै गरेको साधारण कुरा होइन। रवि अब बालिनमाथि खतराको सङ्केत छ। यदि गर्न सक्यो भने, देश चलाउन सक्यो भने राम्रो छ, जनताको हितमा काम गर्न सक्यो भने राम्रो हुनेछ। जनता रवि र बालिनको साथमा हुनेछन्। तर यदि ओलीले पक्राउ गर्न सकेन, ओलीलाई पक्राउ नगरी यदि रवि बालिन सरकारमा रहन्छन् भने तर अब हुँदैन। यदि जनताले चाहेको खण्डमा बालिन सरकारलाई साथ दिन सक्छन्, यदि जनताले नचाहेको खण्डमा बालिन सरकारलाई साथ दिन सक्दैनन्। यदि केपी शर्मा ओलीलाई बालिन सरकारले पहिलो निर्णयमा पक्राउ गर्न सकेनन् भने जनताहरू अझ फेरि आन्दोलन गर्नेछन्, जनताहरू फेरि सडकमा आउनेछन्। जनताले केका लागि सडकमा आएका हुन् भदौ 23 र 24 गते, त्यही अझ फेरि दोहोरिनेछ। रक्षा बम, मिराज ढुङ्गाना सबैले भनिरहेका छन् जेनजीहरूले, हामीसँग भदौ 23 र 24 गतेको जस्तो अवस्था नहोस् भनेर हामीसँग सम्झौता गर्नुपर्छ भनेर भनिरहेका छन्। अब के ओलीलाई पक्राउ नगरी, रमेश लेखकलाई पक्राउ नगरी बालिन सरकारले सुख पाउने छैन। बालिन सरकारको पहिलो काम ओली र रमेश लेखकलाई पक्राउ गर्नु पर्नेछ। जबसम्म ओली लेखकलाई पक्राउ गर्दैनन् तबसम्म बालिन सरकारलाई आरोप, बालिन सरकारको विरोध सदैव जेनजीहरू गरिरहनेछन्। अबसम्म भ्रष्टाचारीहरूलाई, यो देशमा सट्टा पार्नेहरूलाई, जेनजीको हत्या गर्नेहरूलाई एक एक गरी जबसम्म कारबाहीको दायरामा ल्याउँदैनन् तबसम्म जेनजीहरू सडकमा आउनेछन्। जेनजीहरूले पनि भनिरहेका छन्, रक्षा बम, मिराज ढुङ्गानले पनि भनिरहेका छन्, हामीसँग सम्झौता गर्नुपर्छ। सम्झौता गर्यो भने हामी सरकारलाई साथ दिन्छौँ, हाम्रो पनि जेनजी फोर्स भन्नुपर्छ भनिरहेका छन्। कि अब सरकारले, बालिन सरकारले जेनजी फोर्स बनाउला, जेनजीका हक हितका कुरा गर्ला, जनताका हक हितका कुरा गर्ला भन्ने कुरा अहिले निकै नै जनतामा आज चाहिरहेका छन्। केपी शर्मा ओली, रमेश लेखक, पूर्व आइजिपी चन्द्रकुमार खापुङलाई 10 वर्षको लागि जेल सजाय भनेको छ। किन सुशीला कार्कीले अझैसम्म पनि किन प्रतिवेदन सार्वजनिक गरिरहेकी छैन? के छ त्यो प्रतिवेदनमा? अब सरकारले के गर्छ कसैलाई पनि केही थाहा छैन। तस्बिर केही थाहा छैन, किन गरिरहेकी छैन प्रतिवेदन सार्वजनिक सुशीला कार्कीले आफ्ना आशय पाशेलाई मात्र बढुवा सरुवा गरिरहेकी छिन्, तर आफू भने प्रतिवेदन सार्वजनिक गरिरहेकी छैनन्। किन गरिरहेकी छैनन्? सुशीला कार्कीको अहिले घोर विरोध भइरहेको छ। आफ्नै स्वकीय सचिवलाई सुशीला कार्कीले आफ्नै स्वकीय सचिवलाई प्रकृति कोषको अध्यक्ष बनाएकी छिन्। प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गरेकी छिन्। न कुनै विज्ञता, न कुनै योग्यता, न कुनै त्यहाँ लागेको क्षेत्रमा लागेको भन्छन् नि अनुभव केही पनि छैन। त्यो अनुभव बिना नै उनले नियुक्ति गरेकी छिन्। हौस् दर्शक, आजको लागि यति नै। हामी थप अपडेट लिएर बस्नु नै छौँ। आजको विशेष अपडेटमा हामीले ओलीको साथमा न्यायाधीश छन्, न्यायाधीश होइन सेना प्रधान छन् भन्ने विषयमा कुराकानी गर्यौँ र यो सँगै अबको सरकारमा रवि बालिनमाथि खतरा छ र खतरा आफैले निम्त्याउँछन् या अरूले निम्त्याउँछन् भन्ने कुरा अब हामीले जानकारी गर्यौँ। हामी छुट्टिन्छौँ। हस्, नमस्कार, जय नेपाल, हेर्दै गर्नु होला। नमस्कार।